के तपाईँहरू पनि फ्री भिजा फ्री टिकटमा मलेसिया गएर राम्रो कमाइ गर्न चाहनुहुन्छ भने आजको यो भिडियोलाई अन्तिमसम्म हेरेर साथ दिनुहोला। आजको यो भिडियोमा चाहिँ म तपाईँलाई डिटेलमा जानकारी दिनेछु मलेसियाबाट आएको डिमान्डको बारेमा, जसमा स्यालेरी पनि एकदमै राम्रो रहेको छ भने त्यसमा जानुको लागि तपाईँले लागत पनि लाग्दैन। कसरी जाने, के कुराहरूको रिक्वायरमेन्ट छ, सबै कुराहरू चाहिँ आजको यो भिडियोमा म तपाईँलाई डिटेलमा जानकारी दिनेछु। त्यसैले भिडियोलाई अन्तिमसम्म हेरेर साथ दिनुहोला। च्यानलमा नयाँ हुनुहुन्छ भने अवश्य पनि च्यानललाई सब्सक्राइब गरिदिनुहोला। अब सुरु गरौँ आजको यो भिडियोलाई। मलेसियाबाट चाहिँ भर्खरै यो डिमान्ड आएको छ, जसको पूर्ण स्वीकृत मिति चाहिँ 2082 साल 10 महिना 20 गते यसको पूर्ण स्वीकृत रहेको छ भने यसको लट नम्बर चाहिँ 338307 रहेको छ। यदि तपाईँहरू यसको लट नम्बर चेक गर्न चाहनुहुन्छ भने अवश्य पनि चेक गर्न सक्नुहुनेछ। त्यसरी कम्पनीको नाम रहेको छ FGV IFFCO CDN BHD रहेको छ। यो चाहिँ एउटा फ्याक्ट्री वर्करको लागि यो प्रोभाइडर हो। फ्याक्ट्री वर्करको लागि यो जबको डिमान्ड रहेको छ। यदि तपाईँहरू यसमा जाँदै हुनुहुन्छ भने चाहिँ यसमा चाहिँ जेनरल वर्कर एन्ड कि फ्याक्ट्री वर्करको लागि यो डिमान्ड रहेको छ। यदि तपाईँहरू पनि यसमा जान चाहनुहुन्छ भने चाहिँ यसमा चाहिँ टोटल चाहिँ 31 जना पुरुषको लागि यो माग रहेको छ भने यसमा चाहिँ तपाईँहरूको मन्थली स्यालेरी चाहिँ 62,305 रुपियाँ तपाईँहरूको मन्थली स्यालेरी रहेको छ। यो जति पनि स्यालेरी रहेको छ यो चाहिँ बेसिक स्यालेरी। यसमा चाहिँ तपाईँले ओटी एन्ड कि ओभर टाइमको सुविधा पनि पाउनुहुनेछ। हप्ताको चाहिँ तपाईँले 6 दिन काम गर्नुपर्ने हुन्छ र 1 दिन चाहिँ तपाईँहरूको छुट्टी हुनेछ भने वार्षिक बिदा चाहिँ कम्पनीले तोकेको छैन। वार्षिक बिदा चाहिँ कम्पनीको रुल एन्ड रेगुलेसन अनुसार नै हुनेछ। त्यसरी यसमा खाने सुविधा चाहिँ कम्पनीले दिएको छैन भने बस्ने सुविधा चाहिँ कम्पनीबाट नै रहेको छ र यसको अवधि चाहिँ 2 वर्ष रहेको छ। कम्तीमा तपाईँले 2 वर्ष त्यसमा काम गर्नुपर्ने हुन्छ अनि मात्र तपाईँहरू छुट्टीमा घर आउन सक्नुहुनेछ। अब कुराहरू यसमा जानुको लागि के कुराहरूको रिक्वायरमेन्ट छ र यसमा जानुको लागि यसको अन्तर्वार्ता कहिले होला त? यसको अन्तर्वार्ता चाहिँ तपाईँहरूको फागुनको 1 गतेबाट सुरु हुनेछ भने यसको फागुनको 9 गतेसम्म यसको अन्तर्वार्ता रहेको छ। यदि तपाईँहरू यसमा जान चाहनुहुन्छ भने चाहिँ अवश्य पनि मेन पावरलाई कन्ट्याक्ट गर्न सक्नुहुनेछ। त्यसरी यसमा सबभन्दा इम्पोर्टेन्ट कुरा के छ भन्दाखेरि यसमा रिक्वायरमेन्ट रहेको छ। जस्तै कि जेनरल वर्करको लागि त्यति खासै रिक्वायरमेन्ट छैन र यसमा चाहिँ तपाईँहरूले धेरै कुरा केही भनेको छैन कि यो चाहिँ फ्री भिजा फ्री टिकट हो। यसमा चाहिँ तपाईँले 1 रुपियाँ पनि लाग्दैन। यदि तपाईँहरू कुनै सोर्सेसबाट जाँदै हुन्छ र त्यसले चाहिँ पैसा माग्दैछ भने चाहिँ अवश्य पनि तपाईँले त्यसको लागि चाहिँ कम्प्लेन गर्न सक्नुहुन्छ त्यो व्यक्तिको लागि र मेन पावरले चाहिँ यसको पैसा चाहिँ लिँदैन। तपाईँहरू यसमा जान सक्नुहुनेछ। यसमा चाहिँ डकुमेन्ट भनेको तपाईँले 3टा डकुमेन्ट अनिवार्य रूपमा छ। एउटा चाहिँ पासपोर्ट लगेर जानुपर्ने हुन्छ, पासपोर्ट लग्नुपर्ने हुन्छ। एउटा चाहिँ तपाईँले परिचय पत्र तपाईँ ठाउँ हुनुपर्ने हुन्छ र अर्को कुरा चाहिँ तपाईँले नागरिकता पनि कम्पलसरी लग्नै पर्ने हुन्छ। यति छ भनेपछि अवश्य पनि जान सक्नुहुन्छ र जेनरल वर्करमा चाहिँ त्यति खासै फ्रेसरले जान पाउँछन् र त्यति खासै स्किल मेन पावरको जरुरत पर्दैन। त्यसै कारणले यदि तपाईँहरू एउटा फ्रेसर हुनुहुन्छ, कुनै पनि काम स्किल छैन भने पनि तपाईँहरू यसमा जान सक्नुहुनेछ र लागतको भनिसके यसमा चाहिँ लागत तपाईँले 1 रुपियाँ पनि कसैलाई पनि दिनु पर्दैन। त्यसरी अब कुराहरू यो डिमान्ड कुन मेन पावरमा आएको छ र कसरी हामीले जान सकिन्छ त? यो मेन पावरको नाम चाहिँ वाइड स्पेस इन्टरनेसनल प्राइभेट लिमिटेड रहेको छ र तपाईँले यसको स्क्रिनमा मोबाइल नम्बर पनि हेर्न सक्नुहुन्छ र डिस्क्रिप्सनमा चाहिँ एउटा वेबसाइटको लिङ्क दिइदिनेछु जसमा गएर सबै डिटेलहरू चाहिँ लिन सक्नुहुनेछ र डाइरेक्ट त्यहाँबाट नै कल गर्न सक्नुहुनेछ। र यो मेन पावरमा जानुभन्दा पहिले चाहिँ तपाईँले अवश्य पनि कल गर्नुहोला र आवेदन डाइरेक्ट तपाईँले कलबाट के जानकारी चाहिएको छ त्यो जानकारी अवश्य पनि कलबाट लिन सक्नुहुनेछ। आयो तपाईँलाई यो भिडियो मन परेको होला। भिडियो मन परेको छ भने भिडियोलाई लाइक गरिदिनुहोस् र एउटा सानो डिस्क्लेमर दिन चाहन्छु। यो वाइड स्पेस इन्टरनेसनल प्राइभेट लिमिटेड मेन पावरलाई चाहिँ हामीले पर्सनली चिनेको मेन पावर चाहिँ होइन। यो डिमान्ड चाहिँ हामीले नेपाल सरकारको गभर्नमेन्ट पोर्टलबाट लिएको डिमान्ड हो। त्यसै कारणले यदि तपाईँहरू यो डिमान्डमा जाँदै हुनुहुन्छ भने चाहिँ अलि सतर्क भएर जानु होला, किनकि अहिलेको समयमा चाहिँ धेरै मेन पावरले चाहिँ डिमान्ड लेटरमा कम पैसा भन्दिने या भन्दैन भन्ने, पछि गएर चाहिँ पैसा भनेको छ। धेरै यस्तो देखिएको छ। त्यसै कारणले चाहिँ तपाईँ कुनै पनि मेन पावरमा जाँदै हुनुहुन्छ र यसमा चाहिँ तपाईँले निःशुल्क लेखिएको छ भने फ्री भिजा फ्री टिकट छ भने चाहिँ तपाईँ मेन पावरमा गएर चाहिँ 1 रुपियाँ पनि नदिनु होला, किनकि धेरै ब्रोकरहरूले चाहिँ पैसा खाइदिने र मेन पावरले चाहिँ पैसा नपाउने धेरै कुराहरू यस्तो भइरहेको हुन्छ। त्यसै कारणले चाहिँ जति पनि इम्प्लोइ हुनुहुन्छ, तपाईँ जति पनि जाँदै हुनुहुन्छ उम्मेदवारहरू हुनुहुन्छ त्यहाँले चाहिँ पैसा चाहिँ 1 रुपियाँ पनि नदिनु होला। यदि कसैले माग्छ भने चाहिँ अवश्य पनि कम्प्लेन गर्न सक्नुहुनेछ। यो डिमान्ड लेटर तपाईँ डाउनलोड गर्न चाहनुहुन्छ भने यो डिस्क्रिप्सनमा वेबसाइटको लिङ्क छ, गएर अवश्य पनि डाउनलोड गर्न सक्नुहुनेछ। आयो तपाईँलाई यो भिडियो मन परेको होला। भिडियो मन परेको छ भने भिडियोलाई लाइक गरिदिनुहोस्। च्यानलमा नयाँ छ भने अवश्य पनि च्यानललाई सब्सक्राइब गरिदिनु होला यस्तो भिडियोहरू पाउनको लागि। र तपाईँहरू डाइरेक्ट हामीलाई कन्ट्याक्ट गर्न चाहनुहुन्छ भने चाहिँ डिस्क्रिप्सनमा तपाईँले एउटा इमेल आइडी राखिदिनेछु, गएर त्यसमा मेसेज गर्न सक्नुहुनेछ। थ्याङ्क्स फर वाचिङ। जय नेपाल।